बचाउन गाह्रो बाटो छुटिने यो हाम्रो सम्बन्ध टुटिने उकाली होला कहिले ओराली होला जानी दुखला कहिले रोला जति सुकै बाधा आइनी जति सुकै चोट पाइनी थोरै सम्बन्धमा दरार आउनु भएन विश्वास हुन्छ विश्वासले घात पाउनु भएन पाउनु भएन मन पराएर बिहे गर्छु मात्रै भनेर हुन्छ उसको सौतानी आमासँग पनि सम्बन्ध राम्रो हुन पर्यो नि सक्छु नि किन नसक्ने कान्छा ए कान्छा के आज त कोठे लाएर आएछस् त दिदी दिदी एकैछिन ल दिदी हामी आइहाल्यौँ साथी पनि कस्तो कस्तो संगतै राम्रो छैन ओ केटा कति हिँड्यो तिमीहरू हामी त तेरोमा जाँदै थियौ त तँ के गर्दैछस् ए म यता चिया खान आएको अझै बस चिया खान्छस् होइन नखाउँ बरु सुन्नु पाउँदैन तँलाई लिएर हामी एक ठाउँ जानु थियो कता जानुपर्ने हो तँ जान्छस् नि पहिला भन न कहाँ जाने हो धेरै टाढा त होइन त्यो पल्लो गाउँसम्म मेरो बिहेको कुरा चलिरहेछ त्यहाँ एउटा केटी हेर्नु जानु पर्यो क्या अनि तँलाई कसरी थाहा हुन्छ नि तैँले बिहे गर्ने केटी त्यही हो भनेर यसले ठिक भन्दैछ है अनि तैँले देखाछस् र तैँले बिहे गर्ने केटी हावाको तालमा त नजाउँ है कस्तो हावाको तालमा भने यिनीहरूले फोटोमा देखेको छु क्या त्यही भएर देख्न जाउँ भने नि तिमीहरू जाऊ म जाँदिनँ मलाई घर फर्किन ढिलो हुन्छ ल कस्तो कुरा गरे तँ नगर हुन्छ तँ गयो भने पो हामीले अलि आँट हुन्छ तिमीहरू पहिला बिहे गर न अनि पछि थाहा हुन्छ त्यो यो बिहे नगरेको मान्छेले बिहे गरेको मान्छेको कुरै बुझ्दैन यार होला होला ल छिटै नि जाउँ जाऊ न यार मेरो लागि त्यति पनि गर्दैनस् चाँडै फर्किने भए जान्छु होइन भने म जाँदिनँ यार अहिले भनिदिएको छु है जाउँ न जाउँ हामी मात्र कहाँ त्यहाँ बसिरहने हो र होइन र ल जाउँ जाउँ ल दक्षाको पैसा दिनु है ए भीमे के नाम रे केटीको काला बाँकी छोरी माया माया नामै माया
माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछ बिमे गाउँमा जिस्काउँछ यार कति टाढा है ए बा कालो बाको घर कता हो उता पर्छ उता सोध्नु ए हस् त ल गरिहाल्छ नि अहिले बाजा अब 9 महिनापछि घरमै छोरा यसको सुन्नुहोस् त दाजु कालो बाको घर कतातिर हो यही हो यही सिधै उता चल्दै ए हस् त ल नमस्कार हस् पुग्यो है यही घर हो र खोइ अब होला कालो बाको घर यही हो यही हो के कामले आउनुभयो कि उहाँसँग कुरा गर्न थियो उहाँको छोरी कतिखेर आउँछ थाहै छैन छोरी अनि घरमा कोही छैन खै घरमा त कोही हुनुहुन्न कतिखेर आउँछ नि खै उहाँको छोरी माया त कतिखेर आउनुहुन्छ थाहै छैन बुमा ओ बुमा कस्तो पानी तिर्खा लाग्यो पानी ल्याइदेऊ त बुढी अहिले हो तपाईँ जानुभएको एकछिनमा आउँछु भनेको मान्छे भीमेको कान्छासँग पल्लो गाउँ गएको थिएँ किन नि त्यो पल्लो गाउँ भीमेको बिहेको कुरा चल्या रहेछ त्यसैले केटी हेर्न गएको झन् छिटो आउनुभयो भने बजार जाउँला भनेर सोचेको म ढिलो भएको भए तिमी गएको भए हुन्थ्यो नि तपाईँ त कस्तो मान्छे रहेछ कि कहिले सँगै हिँड्नु भएको छ मसँग बिहे गरेको यत्रो वर्ष भइसक्यो अहिलेसम्म कतै लग्नु भएको छ हे भगवान् कस्तोसँग बिहे गरेछु त्यस्तो कुरा पहिल्यै भन्नु पर्दैन पहिल्यै भनेदेखि तिनीहरूसँग म जानै थिएन नभनेपछि कसरी थाहा हुन्छ के म ज्योतिषी हो हेर नि त्यहाँ रिसाएको केही भन्नै नहुने रिसाइहाल्ने म रिसाएको कि तिमी मैले अघि थाहा पाइसकेको थिएँ नरिसाएर के गर्नु मेरो नि त इच्छा हुन्छ आफ्नो मान्छेसँग हिँड्ने रमाइलो गर्ने भएर के गर्ने त्यो पनि समय आउनुपर्छ त्यो समय त खै कहिले आउँछ आश गरौँ भर नपरौँ जहिले यस्तै त हो नि भोलि नै माइत गइदिन्छु म त के रे माइत गइदिन्छु रे अनि म बस्नु नि एक्लै साथीहरूसँग गाउँ गाउँ डुलेर बस्दिनँ म तिमी धेरै नगरौ नरिसा न बुढी चाँडै आउँछु भनेको त्यो भीमीले गर्दा हो कि आच्छा लौ किन नि होइन भीमेले समातेर राख्यो क्या हो त्यस्तो होइन बुढी के कहिले नचाहिँदो काम गरेर हिँडिदिएको छु र मैले भीमेको काम परिहाल्यो जाउँ भन्दा जानै पर्यो उसले पनि त हामीलाई अप्ठ्यारो परेको बेलामा सघाएकै छ नि अनि भेट्यो त केटी भेटिएन नि बाहिर गएको रहेछ एकछिन कुरेर बसौँ भने कतिखेर आउने हो फेरि रात पर्ला भनेर फर्केको हामी त मलाई आजकल के भइरहेको होला चानाको मात्रै याद आउँछ उफ काठमाडौँबाट बा आमा आउने कहिले हो हामी छिट्टै आउँछौँ त गाउँ गएर बस्दै गर भन्नुभएको यतिका दिनसम्म आउनुभयो
अब आएपछि चाहनाको घरमा गएर हात माग्न जानु पर्ला। अहिले चाहनालाई भेट्न जान्छु। हिँडेको कता जान लागेको? त्यहाँ त भिड छ, त्यहाँबाट खस्यो भने त मान्छेको लास भेट्नै गाह्रो पर्छ। ओहो कस्तो भिड रहेछ। धन्न तिमीले गर्दा म आज बाँचे। के सुरुमा हिँडेको हो कुन्नी? के हुनु नि, तिमी नभएको भए आज। तिमीलाई के भयो? तिमी त्यस्तो मान्छे होइनौ। पक्कै तिमीलाई केही न केही भएको त हुनुपर्छ। के भएको छ भन न। अब तिमीसँग के कुरा लुकाउने? मलाई सानैदेखि चाहना मन पर्थ्यो, तर के गर्ने, आफ्नो मनको कुरा खोल्नै सकिनँ। मलाई त शङ्का लागिरहेकै थियो, तर यस्तो कुरा मनमा लुकाएर राख्नुहुन्न। फेरि अरूले उडायो भने तिमी त हेरै होला। मलाई थाहा छ चाहनाले पनि मलाई मन पराउँछ। पहिला आफ्नो कुरा राखेर त हेर। तिमीले सोचेको जस्तो उसले नसोचेको पनि त हुन सक्छ। तिमीले ठिक भन्यौ। त्यही कुरा चाहनालाई भन्छु भनेर सोच्दै सोच्दै हिँडिरहेको थिएँ, झन्डै यो भिडबाट झरेन। त्यसो भए जाऊँ न त, म पनि जान्छु। चाहना, ए चाहना। होइन छैन क्या हो घरमा? ए तिमीहरू पो? चाहना, ओ चाहना, एकछिन पख है। हेर न, अघिसम्म त यही कुचेर आउँदै थिए। उफ, देख्यौ त तिमीहरूले यो केटीको ताल? एकछिन पनि घरमा बस्दिन, कता कता गाउँ डुलेर हिँड्छे। घर त आओस् न, त्यसलाई मैले जानेको छु। कता गएछ? आजकल हामीसँग पनि त्यति भेटघाट हुँदैन। जाउँ सङ्गीता। भेट्ने अब त बे गरौँ न। हुन्छ, भइहाल्छ नि। मैले त मेरो घरमा मेरो दिदीसँग कुरा गरिसकेको छु। अब बाँकी भनेको तिम्रो घरमा तिम्रो सौतिनी आमासँग कुरा गर्नु छ। मैले भनेर मेरो सौतिनी आमाले मान्नुहुन्छ जस्तो लाग्दैन। एकचोटि तिमी र तिम्रो दिदी आएर घरमा कुरा गरेर हेर न। पहिला तिमी कुरा गरौ त हेर, तिम्रो सौतिनी आमाले के भन्नुहुन्छ, त्यसपछि विचार गरौँला नि। तिमीलाई त मेरो घरको बारेमा सबै थाहा छ, र पनि मलाई नि कुरा गर भन्छ। दिदी र तिम्रो सौतिनी आमाको ठ्याक्कै मिल्दैन। के गर्ने गर्ने, दोधारमा परिरहेको छु। तिमीलाई एउटा कुरा भन्छु, मान्छौ? के कुरा भन न। तिमीलाई लिएर बिहेको कुरा गर्न आऊ न। आमाले के भन्छन्? आमाले मान्नु भयो भने ठिकै भयो, होइन भने मलाई बिर्सिदेऊ। के रे के भने कि तिमीलाई बिर्सिदिनु रे? हो कान्छ, बिर्सिदिनु। म त आमाले जो भन्छन्, जोसँग भन्छन् त्यसैसँग बिहे गर्छु।
के नचाहिने कुरा गर्दैछौ तिमी अहिले आएर? तिमीसँग बिहे भएन भने त म कोहीसँग पनि गर्दिनँ। जाऊ, तिम्रो सौतेनी आमाले जोसँग बिहे गरिदिनुहुन्छ उसैसँग गर। मेरो शुभकामना छ तिमीलाई। मैले त जिस्केर पो भनेको। खै यता हेर त। जे होस् तिम्रो अनुहार चाहिँ हेर्न लायकै थियो। जिस्किनुको पनि सीमा हुन्छ नि। यस्तो कुरामा जिस्किन्छन्? मलाई यस्तो कुरामा जिस्किनु मन पर्दैन है। यति कुरा पनि रिसाउनु पर्छ? म त तिमीले के भन्छौ भनेर परीक्षा पो लिएको त। चाहिने कुरामा जिस्किने, यस्तो कुरामा जिस्किन्छन् त? भइहाल्यो त, अबदेखि जिस्किन्न। एकचोटिले माफ गरिदेऊ न। म चाहिँ ढुक्क भएँ तिमीले मलाई छोड्दैनौ भनेर। तिमी त ढुक्क भयो, म कसरी हुने? मलाई माया गर्ने बुझ्ने तिमी त हो। तिमी पनि रिसायो भने त म त रोइदिन्छु। घर पनि जादिनँ, कसैलाई केही नभने टाढा गइदिन्छु, कसैले नभेट्ने गरी। फेरि यस्तो कुरा गर्न थाले। यस्तो कुरा गरेपछि मेरो मन दुख्दैन र? साँच्चै हो? खै कति दुख्यो मन। यो मन त दुखाइ देखाएर देखाउन सक्ने हो र? त्यो त मनमा बसेको मान्छेले बुझ्नुपर्ने पो कुरा हो त। किन मैले तिम्रो मनको कुरा बुझ्दैन र? बुझ्छौ नि, मैले बुझ्दैन भनेको छु र। चिन्ता नगर, चाँडै नै दिदीलाई सम्झाइ फकाई तिम्रो घरमा बिहेको कुरा लिएर आउँछु। हुन्छ, घरमा आएर आमासँग कुरा गर्नु। के भन्नुहुन्छ? मान्नुभयो भने ठिकै भयो, होइन भने म त भाग्दिनँ हो तपाईँसँग। साँच्चै हो? साँच्चै भनेको। पछि कुरा त फेर्दैनौ नि? फेर्दिन फेर्दिन। ओइ तिमीहरू कताबाट? तिमीलाई खोज्दै हामी तिम्रो घरमा गएको थियौँ। आमा मात्रै रहेछन्, तिमी घरमा नभएर होला। आमा त एकदमै रिसाउँदै थिए। भनेर हिँड्नु पर्दैन। म कतै जान्छु भने कि केही न केही काममा अल्झाएर राखिहाल्नुहुन्छ। त्यही भएर म त नभनी निस्केको। हामीलाई पनि त्यस्तै भन्दै हुनुहुन्थ्यो। तिमीलाई त आज गाली गर्छिन् होला। गाली मात्र कहाँ हो र? त्यस्तै परे पिट्नु पनि हुन्छ। ओहो, अझै पनि कुट्नुहुन्छ र? तिमीलाई यसको आमाको बानी थाहा नै छैन? छोड्दै यो कुरा। मैले गाली र पिटाइ नखाएको दिन कहिले पो छ? हो है, साँच्चै सौतिनी आमा त सौतिनी नै हुँदो रहेछ। तैँले त्यत्रो काम गर्दा पनि कहिले राम्रो गर्दैन। जिन्दगी लामो छ, यसरी कहाँ चल्छ र? सबैको आफआफ्नो कथा व्यथाहरू हुन्छ। यस्तो कुरालाई परिवर्तन गर्नुपर्छ होइन र? हो, तिमीले ठिक भन्यौ। यस्तो पुरानो कुराहरूलाई त्यागेर भोलिको सुनौलो दिनमा नयाँ परिवर्तन ल्याउनुपर्छ। भनेछ सजिलो कहाँ छ र? जतिसुकै जे भने पनि सौतिनी आमाको तिखो वचन र व्यवहार तिमीले सहनु परेको छैन क्यारे? त्यसो भए अरू उपाय के छ? मलाई लाग्छ यो समस्याको समाधान बिहे गर्नुभन्दा अरू केही उपाय देखिन। बिहे रे? त्यसो भए बिहे गर्छस् त? त्यस्तै विचार गरिरहेको छु। हे हो मौका, भनिहाल्नु पर्यो। कतै मसँग विवाह गर्ने सोच त बनाएको छैन। यदि बनाएको छैन भने के गर्ने? जेसुकै होस्, एकचोटि भन्नु पर्ला। चाना, सुन न, तिमीसँग एउटा कुरा गर्नु थियो। के कुरा? छिटो भन। चाना, सुन न चाना, म के? छिटो भन, के कुरा हो? नत्र म जान्छु। तिमीहरूसँग पन्जाले पछि कुरा गर्छु। पहिला कुरा त सुन जङ्गेको। तिमीलाई के तिमीलाई भनेर बस्या? म गएँ। तिमी त कस्तो रहेछौ? त्यति जाबु कुरा पनि भन्न सकेनौ। अब के गर्ने? मनले मात्र चाहेर भएन, उसको अगाडि बोली नै निस्केन। जति सक्छौ छिटो भन्न, नत्र अरूले उडाइदेला। मैले कुरा तिमीलाई अस्तिदेखि भनिरहेको छु। ल जाम हिँड।
कताबाट हो चहला यसरी हतार हतार गर्दै आएको? ऊ त तलबाट आएको। अनि हजुर चाहिँ कताबाट आउनुभएको नि? तिम्रै घरबाट। मेरो घरबाट? तिम्रो आमाले आगो हुँदै तिमीलाई कराउँदै थिए चाँडो घर जाऊ। ला हो र, त्यसो म गएँ नि त है। आज त मलाई आमाले मार्नु हुने भयो। तँलाई खोज्दै तेरो साथीहरू आएको थियो, किन चुप्प लागेर बसेकी? तेरो मुख छैन अनि किन चुप्प लागेर बसेकी त? कहाँ गएर आएको भनेको सुनिस्? घरको काम सकेर एकछिन बसेको थिएँ, कस्तो अल्छी लाग्यो, त्यही भएर एकछिन गाउँतिर निस्केको थिएँ आमा। के रे फेरि भन् त? हो आमा, काम सकेर त गएको हो नि। त्यही त, घरको काम लथालिङ्ग छोडेर तँलाई काम सकेर त निस्केको थिएँ आमा, चिन्ता भयो म निस्केको। मुखै लाग्छस्, मैले घरको काम गर्नु सक्दिनँ भने थाहा छैन? बचाउन गाह्रो बाटो छुटिने यो हाम्रो सम्बन्ध टुटिने उकाली होला कहिले ओह्राली होला जानी दुख्ला कहिले रोला जति सुकै बाधा आएनी जति सुकै चोट पाएनी थोरै सम्बन्धमा दरार आउनु भएन विश्वास हुन्छ विश्वासले घात पाउनु